चाहिँ त्यो चिप्लो बाटोमा यो पुसमाकमा त त्यत्रै साह्रो चाहिँ हुँदैन र यदि आज हामी यहाँ छायाको अनुगमन अनि मुखरेता हुन्छ नि पक्कै भिडियो गरेर राखेको भएदेखि अब त्यही हो अझै उतै हो पुग्यो भन्छ लाइट छ लाइट बोकेको हो साँच्चीकै मोबाइलले त फोकस नगरेर अस्ति पनि हो र सम्झना आउनु भएको थियो दाइ हजुर सक्यो रे अब छुट्टी हो अब बिस्तारै छुट्टी नै गर्नु होला हामी त फाड्दा हैरान भयो भाइ यो एउटा ढाले किनेर ए हर्राको बाटो हो यो चाहिँ हर्रा हजुर अब भाइ भतिजालाई भन्नु न माग्छ अब कुनै छोरालाई त होइन उसलाई हुँदैन त यो चाहिँ चमेरे गुफा यो त्यति फराकिलो तरिकाले खिच्न नसकिए पनि यो गजबको चाहिँ गुफा भेटियो यो यामदाङ गाउँभन्दा निकै तल रहेछ अरूभन्दा थोरै माथि यो गुफाभित्र चाहिँ चमेरो पाइने भनेर यहाँका जनप्रतिनिधिहरू स्थानीय लगायतले चाहिँ भन्नुभएको छ हामी चाहिँ यहाँ हेर्न आइपुगेको हामी पनि भित्र पसौँ चमेरो भेटिन्छ कि भेटिँदैन अथवा कतिको सङ्ख्यामा चमेरो रहेछ त जाउँ है त यताबाट जानु बसेको कति यहाँ कति अप्ठ्यारो रहेछ यहाँ हिँड्नु सकिन्छ पत्रकार आउँदिन्छ है पख्नै निस्किन सकिएन भने घरतिर समाचार पुर्याइदिनु पर्यो बाहिर कसरी बस्ने उल्टो मारी लान्छ नि पख्नै ल भालु बस्ने चाहिँ उ चाहिँ है सर भालु हेर्नुहोस् त भालु बसेको भालु चाहिँ मान्छे यता रहेछ भालु चाहिँ मान्छेको भालु कि खडक आएको पक्कै आज त छैन आज छैन हिजो अस्तिदेखि हामी उ गरेको के यो चाहिँ भालु बस्ने अनि खै छैन भालु अहिले चाहिँ अहिले छैन हो हिजो अस्ति हामीले ग्राउन्ड गुरुङ अब धेरै भयो त यो भात चाहिँ खायो ए यसलाई चाहिँ के अरे भालु ओडा पनि भन्छ भन्दैन यो भर देखेको छ ठाउँ चाहिँ यसो हेर्दा भित्र चाहिँ कस्तो कस्तो छ हौ यता आउनु यता ओके चमेरो खै चमेरो यता छ यता चमेरो त मालै छ सर धेर भागिसक्यो नि मान्छेको आगमनमा बढी यता वाउ चमेरो यतिखेर चाहिँ बाहिरबाट हेर्नु है
ठुल्ठुलो रहेछ नि यहाँ त डेटिङ बस्न आउने ठाउँ रहेछ नि त यो गुफा पनि सानो होइन नि त फेरि त्यो 4-5 दिन भयो योभन्दा धेर छ कि चमेरा फोटो पनि खिच्न पर्ने योभन्दा धेर चमेरा छ तर यो मान्छेको आगमन चाहिँ 4-5 दिन भयो बढी भएको उनीहरू अर्को सुरक्षित यता उँभो मात्र ढाल्दै गइहाल्छ कि त्यहाँबाट अहिले बेलुका खेरि हेर्नुपर्छ होइन अहिले चाहिँ हामीभन्दा पनि अगाडि केही साथीहरू आइसकेकोले यहाँ लाइट बाले पछाडि चाहिँ यो बाहिर जाने रहेछ मतलब ढाक्ने क्रम होला सायदै अझै पनि यहाँ चमेरा हामी हिँडिरहेको छ चमेरो सो यो पनि एउटा रोचकै विषय रहेछ यो पनि हेर्न आउँदा चमेरो अझ चमेरोको अध्ययन गर्न चाहनेहरूको लागि चाहिँ एकदम केन्द्रबिन्दु नै हुनसक्छ माथिबाट हेर्दै हुनुहुन्छ सबैलाई देखाऊ है बत्ती लागेको बेला आयो बत्ती भएको सबैलाई खिचाऊ है ए हेर है जति मान्छे यहाँ भिड हुन थाल्यो हराउँदै जान्छ हेरिसक्यो सबैको पालो पुग्यो ओके चमेरो अघि हिँडेको गुफा चाहिँ अलिक पल्लोपट्टि हो यसको चाहिँ ठ्याक्कै उता फर्किँदाखेरि चाहिँ देब्रेपट्टिको यो गुफा हो यो भित्र हेर्दा चाहिँ निकै लामो देखिन्छ फेरि अगाडि योभन्दा अगाडि चाहिँ भालुको गुफा पनि देखियो यता डर लागिरहेछ बा केटाहरू गइसक्यो उता त्यस्तै हिंसक जङ्गली जनावर पो छ कि भन्ने चिन्ता पनि छ त्यही पनि जाऊ कस्तो छ ल पढाइसम्म छ त हौ छ नि अनि रिटर्न हुन्छ फेरि बन्द रहेछ फेरि यता पनि छ हो यो दोस्रो गुफामा हामी फेरि प्रवेश गरेको छौँ यहाँ त नि अहिले ध्यान भइरहेको छ यो एकदम सानोतिनो गुफा होइन यो 72 सालको 45 सालको 90 सालको भूकम्पले पनि नभत्किएको यो एउटा गुफा मजबुत दरै छ यो जति लाग्छ हामीलाई यो फेरि यसबाट यहाँदेखि फेरि अर्कोतिर मोडिने छौँ हामी मोडिएर यहाँदेखि उता चाहिँ नि जाँदै हुनुहुन्छ यहाँदेखि उता चाहिँ अलिकति साँगुरो भएको रहेछ साँगुरो रहेछ यो ढुङ्गा निकाल्यो भने चाहिँ ठ्याक्कै यो चाहिँ गेट जस्तै हुने रहेछ यहाँबाट निस्किन सकिने बाहिर निस्किन सकिने रहेछ बाहिर निस्किन सकिने रहेछ यो पनि दामी छ है जस प्राकृतिक रूपमा यो क्षेत्र राम्रै रहेछ अझ यसलाई चाहिँ केही लगानी गरेर अझ आकर्षक बनायो भने चाहिँ यो पर्यटन गन्तव्य बन्न सक्छ त्यो भने देखिएको छ र गाउँपालिकाले केही प्रयास त गरिरहेको छ यो क्षेत्रलाई समेटेर डिपिआर बनाउने काम गरिरहेको योभन्दा अगाडि पनि कुरा गरेका छौँ सो यो पनि दामी छ साह्रै डर लाग्यो है साथीहरूले अहिले भर्खर बनाएको बाटो हो यो चाहिँ नयाँ आविष्कार जुली झर्नामा त्यहाँ चाहिँ ठ्याक्कै खिचेको खाएको पनि खिच्ने हिँड्ने नि रमाइलो ठाउँ छ डर लाग्यो सेवा र सर हामी त यता जङ्गलतिर पो छौँ त सर कहाँबाट एउटा बाटो छ त हामीले यो भानेर यो धुवा छाँकै पुऱ्याएको छौँ हामीले यो बाटो चाहिँ के किरा छ है खुट्टैमा किरा छ हामी त यहाँ छौँ उकालो के अरे झोडीमा हिँड्दा चिप्लो बाटो छ त्यो झाडीहरू हाल्न त लागेको हिजो अस्ति भर्खर अर्को साइड राख त अर्को साइड सफा गर्दै गर्छ अर्को साइड राख त्यो पाराले पढाउन लगाइरहेको छौँ होइन अर्को साइड राख त अनि अब निसा त यहाँ के अरे त्यो बाटो सबै बन्द गर्छ भन्दा साँगुरी बसहरू चलाइरहेछ गाडी बन्द भएको छैन अनि त्यस्तोमा अनि विद्यार्थीको पढाइ बिग्रिसकेको छ अनि गाडी साँगुरी बस हाम्रो तिन बाटो केराबारीसम्म आइरहेको छ त्यो पनि बन्द गर्नु सम्हाले राख्नु क्यामेरा
फोटो कडा, चाहिँ कडा। यस्तोमा आउँछ भने थाहा पाइहाल्नु हुन्छ म पनि कलाकारै हो नि कलाकार ओजेलमा परेको कलाकार हो कि झन् ओजेलमा बस्दै हुन्छ त नि अन्जुली गेट अरे नि त यो अञ्जली गेट अध्यक्ष यता हेर्नु त अञ्जली गेटमा लाउनु पर्छ हात बिग्रिन्छ है ओहो अञ्जली गेट अञ्जली झर्ने यहाँ तल छ अञ्जली गेट यो एरिया हो नि त उसकै हाउसमा पनि बस्नु नै रमाइलो छ क्या तपाईँ हजुर मिस पनि गर्नु यहाँ यति राम्रो देखिन्छ के हो यो चाहिँ फेरि यस्तो गोरुसित यस्तो यहाँ चाहिँ पिकनिक खाने ठाउँ है यो यहाँ पनि माथि ताल यो माथि ताल यहाँ दुई ठाउँ चाहिँ पिकनिक खाने ठाउँ बनाउनु पर्छ तपाईँहरू पारी तरेर गाडीमा जानै राम्रो हो त्यही गर्नु हो यहाँ लिस्ट लाउनु पर्छ के गर्नु पर्छ हौ औ कसरी तर्नु सक्छ एउटा बाँसको जान्छ हाम्रो भाइको चाहिँ यो आजैले यतिखेर नै यो खोला अञ्जली झरनामा मोबाइल पनि बगेको छ 2 वटा सिम छोडेको त्यस कसैले सम्पर्क पनि गर्न अब फेरि त्यो काम गर्न सक्दैन यो चाहिँ मैले यहाँनिर काम गरेको छु लगभग आज भोलिको 10,000 हामी खासमा भिजिट गर्न गएको है अब अहिले कति बज्यो एकछिन नै
5 बजेर 50 मिनट गयो है वहाँ जग्गा पुग्दा त हाम्रै धुवा जाने रहेछ के यहाँ बाटो हेरौँ रमाइलो छ यही बाटो हामी हिँड्ने What a dangerous यार बाफ्रे बाफ्रे यार यहाँबाट सिधै झऱ्यो भने चाहिँ सिधै त्यही खोलामा है तै पनि जानु छ अब के गर्नु जानु जानु भाइ जानु हामी त अब के गर्छौँ यही बाटो भरे फर्किनु हामी पारी खासमा यो यतिखेर चाहिँ हामी यो मसागा जाने बाटो हो यो चाहिँ एकदम भर्खर नयाँ बाटो हो यहाँको स्थानीयहरूले चाहिँ श्रमदान गरेर जिन्दगीमै पहिलोपटक चाहिँ ट्र्याक ओपन गर्दैछन् यो फुटपाथको लागि तपाईँ श्रमदानले सो यो पनि एउटा सम्मानजनक कुरा है अहिलेसम्म यदि यहाँ हिँडेको भए होइन दुम्सी चरामुसा मृग कुदे होला तर मान्छे हिँडेको थियो तर बाटो बनाइरहेका छन् यो पनि राम्रो छ है 74 सालमा होइन सिले गाउँपालिकाको र सिले गाउँपालिकाको वडा नम्बर 2 र 3 को सधेरीमा रहेको धुवाछागामा एउटा नानी व्यवहारिक रूपमा फालिएको थियो जन्मन बित्तिकैको नानी होइन अनि त्यो पुलिस केस गरे पछाडि अनि यहाँ लिएर पुगेको छोरा थियो भनेको होइन छोरा थियो अरे जन्मनु बित्तिकै यो धुवाछागा आसपासमा यति सेपरेट ठाउँ पनि छ पछि गएर यो यहाँनिर डेन्जर जोन हो कि यो डेन्जर जोन पनि हुन सक्ने सम्भावना छ हुर्की गयो होला हौ तपाईँलाई पनि मलाई तामाको तरकारी खाने भइयो हेलो गाइस हामी धुवाछागा आइपुगेका छौँ हाम्रो खासमा बिहानदेखि डेस्टिनेसन यो थियो तर यतिखेर चाहिँ अँध्यारो हुनै लागेको छ त्यही पनि हामी तपाईँलाई यहाँको दृश्य देखाउन खोजिरहेका छौँ सो कस्तो रहन्छ अँध्यारो अँध्यारो छ त्यही पनि हामी ड्रोनबाट यहाँको दृश्य देखाउने प्रयास गर्छौँ है त यस I could be the best thing in your life.
माथिबाट मात्रै आउनु लास्टै है बाँच्यो जुगा बिस्तारै खिचौँ हामी हिँडिरहेको छौँ है दुवाछागा रमाइलो भयो आजको यात्रा मोबाइल पनि बग्यो मान्छे बाँचियो जे भए पनि लड्नु भएको त होइन नि होइन नलडिकन ओके गोजीमा थिएछ उसिएर भन्न आउँछ कि अन्जुली झर्ना के अन्जुली झर्नामा चाहिँ दार्जिलिङहरू र अधिकृतहरू तार्ने क्रममा मेरो मोबाइल खोलामा बग्यो झर्ना देखिँदैन अरू धुवा भनेको चाहिँ आगोको धुवा हुन्छ यहाँ चाहिँ पानीको धुवा हो क्या अनि पानीको धुवा जस्तो उड्ने भएकोले धुवा छाँग भनिएको यसलाई हामी भर्खरै यो धुवा छाँगाको छेउबाट कागुवा खोला तरिसकेका छौँ खासमा चाहिँ कागुवा खोलाको चाहिँ तल्लो भागमा चाहिँ त्यो धुवा छाँगा घुमिएको रहेछ तल्लो भाग चाहिँ त्यो कागुवा खोलाको र हामी अलिक डर मान्दै यहाँका साथीहरूको सहयोगमा तरेका छौँ सो हामीलाई तार्नको लागि चाहिँ हाम्रा मित्रहरू हुनुहुन्थ्यो 3-4 जना सबैलाई थ्याङ्क यू भेरी मच भन्न चाहन्छौँ अहिलेसम्म सपोर्ट गर्नुभएको छ साथ दिनुभएको छ है सो तपाईँलाई धेरै धेरै धन्यवाद अब आजको हाम्रो भ्लग चाहिँ टुङ्ग्याउँदैछौँ तपाईँलाई के भन्नु छ हजुर सर्वप्रथम त यहाँहरूलाई पनि यस्तो कष्टमय ठाउँमा आएर यति अध्ययन गरिदिनु भयो र अब यो सामाजिक सञ्जालसम्म पुर्याइदिनुको लागि तपाईँहरू पनि खटिएर आउनुभएको छ यहाँहरूलाई सर्वप्रथम त धेरै धेरै हामी धन्यवाद र म लगायत हामी सम्पूर्ण यहाँको स्थानीय बासिन्दाले तपाईँहरूको टिमलाई यहाँ आउनुभएको टिमलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हस् धन्यवाद र तपाईँको यो अझ यसलाई चाहिँ जिपिआर नै बनाएर अझ राम्रो बनाउने पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिरहनु भएको छ तपाईँलाई हार्दिक बधाई तथा अझ छिटो काम होस् शुभकामना पनि तपाईँलाई धेरै धेरै धन्यवाद अहिले चाहिँ किनारैमा बसेर कुराकानी गरिरहेका छौँ अब यहाँदेखि लगभग 10देखि 15 मिनट हिँड्दाखेरि चाहिँ अरुण तेस्रोको विद्युत निर्माण गृह उत्पादन गृह पावर हाउस भन्दा अलिकति यता हाम्रो लागि एउटा गाडी तयार भएको छ सो त्यहाँसम्म पुग्छौँ त्यहाँदेखि हामी चिचिला हुँदै खालबारी पुग्दैछौँ राति नै यो चाहिँ यहाँको शीतहरू देखिरहेको भएको छ कस्तो अर्ग्यानिक भइरहेको छ अर्ग्यानिक लागिरहेको छ यो हेर्नु चिसो छ यो चाहिँ त्यो छाँगा झर्दाखेरि एक खालको धुवा निकाल्दो रहेछ त्यसको छाँगाले चिसो बनाएको यी तपाईँले देख्न सक्नुहुन्छ सँगसँगै यो पातहरू हल्लाइरहेको छ र आज हामी यति रातिसम्म पनि किन धुवा छाँगामा आइपुग्यौँ भन्ने विषयमा तपाईँलाई चाहिँ लाग्न सक्छ खासमा आजको हाम्रो डेस्टिनेसन नै धुवा छाँगा हो बिहानै खालबारीबाट हिँड्दाखेरि नै धुवा छाँगासम्म पुग्ने भनिएको थियो तर त्यो बिचमा आउँदै गर्दा
अन्य दृश्यहरू पनि अवलोकन गर्नु थियो। यो बिचमा चाहिँ अलिकति टाइम लिएको हो त्यसले। र गाउँपालिकाको अध्यक्षज्यूको टोली चाहिँ माथिल्लोबाट नै हामीले तारेर पठाएका छौँ। त्यस पछाडि हामी चाहिँ धुवाँसागा हेर्ने नै भनेर चाहिँ हामी तल आएका छौँ। हुनसक्छ अलि उज्यालोमा हो भए अलिकति अझ अहिलेको भन्दा चाहिँ सुन्दर दृश्यहरू तपाईँले देखाउन सक्थ्यो साँझको समय, तैपनि हामीले देखाउने प्रयास पनि गरेका छौँ। र यहाँ हामी आइपुग्दाखेरि आजको भ्लगमा सपोर्ट गर्नुहुने, सहयोग गर्नुहुने हाम्रा आदरणीय चिचिला गाउँपालिकाका प्रमुख पासाङ नोगु शेर्पाज्यू, उपप्रमुख यदुकुमारी राई, प्रमुख प्रशासक अधिकृत शुक्रादेवी राई, गाउँ कार्यपालिका सदस्य मुना राई लगायतका सबै टोली, यहाँ इन्जिनियर साहबको टोली होइन, लगायतका कर्मचारीको टोली पनि थियो। उहाँ सबैलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र आजको यो भ्लग हेरिसके पछाडि तपाईँलाई केही भन्न मन लागेको कुरा, मनमा लागेका कुराहरू छन् भने चाहिँ कमेन्ट सेक्सनमा लेख्न सक्नुहुनेछ। सो आजको भ्लग भने यहीँ टुङ्ग्याउँछौँ। बाँकी अर्को भ्लगमा तपाईँ हाम्रो भेट हुने नै छ। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्ते। र कति काट्दा पनि यो सकिँदैन। यो चाहिँ बडो झिझै भयो, यो झमेट एकदम झिझो झर्कै भयो भनेर दिगदार मान्दाखेरिमा एक दिन सानो केटी आउनु पर्छ अरे। तर हाम्रो कुराबाट छ कि सानो केटी आउनु पर्छ अरे। अनि लौ तपाईँहरूलाई अब यस्ता गाह्रो लाग्छ भने अनि छेउछेउमा कुखुरा बान्नु, माझमा पसेर हा भनिदिनु, अनि छिट्टै सकिन्छ भनेछ। त्यसै गरेछ। अनि र छेउछेउमा कुखुरा बाँधेर बिचबाट हा भनेको स्वाट्टै आफूले लागेको बालीहरू चाहिँ स्वाट्टै गइहाल्यो। ल घरमा जति छ यो अब भनेर घरमा आएछ, घरको पनि गइहालेछ। अब निनाम दुःख भयो र दुःख कष्ट सहँदै गरी खाँदै बस्दाखेरिमा पछिबाट नभन्दै पछिबाटमा आइछ छोरी त बगेर गएको भनेर माया मारेको छोरी फेरि फर्केर आई। तर बच्चा बोकेर आयो। बच्चा चाहिँ कम्बरदेखि उध 7, कम्बरदेखि माथि मान्छे भएको बच्चा रहेछ। आउँदाखेरिमा नाक राजाले यो नानी कसैलाई तेरो बाउ माइतीलाई नदेखाउनु है भनेर पठाएको थिएछ। उसले पनि नाक राजाले भनेको आज्ञा मानी उसले पनि बच्चालाई देखाउनु मन माइत घरमा गरेन। र तर माइत घर आउँदाखेरिमा उसले के गरे त भने एकदम एक चिन्दो रक्सी बोकेर आएको रहेछ। र रक्सी लिएर आएर आफन्तजनहरूलाई अनि बाबु आमा माइती सबैलाई चाहिँ दियो। तर एक चिन्दो जाँड उसको रक्सी सकिएन। अब खायो पियो पछि तेरो बच्चा हेरौँ भनेर लेडे धिपी गर्यो। छोरी मान्छेहरूको ज्यादै लेडे धिपी भएर एउटाले तानेर निकालेछ बच्चालाई। निकाल्दाखेरिमा मान्छेको स्वरूप भएको रह्यो र सर्पको स्वरूप भएको चाहिँ ठुन्किएर गयो। त्यो उफ्रिँदै उछिटिँदै झर्दाखेरि त्यही नागदामा पस्यो। र अब छोरीले भनी अब नहेरिदेऊ मेरो बच्चा भन्दा भन्दै हेरिदेऊ। अब मलाई मार्छ र म अब घर फर्किन्छु र म नागदामा पस्दाखेरिमा रगतको सिटा आएछ भने म मरे भनेर जान्नु
दुधको सिर्का आएछ भने म बाँचे भनेर जान्नु है बाउ माइती हो भनेर गएछ। जाँदाखेरि के हुन्छ त भनेर बाउ माइतीहरू हेर्न त्यो नागदाको थाप्लोमा आएर हेरेछ। हेर्दाखेरि भरै रगतको सिर्का आयो र दाहाई रातै भयो। अब नागले हाम्रो चेली मार्यो भनेर उनीहरूले कुरा बुझेर घर फर्केदेखि हाम्रो चेली नागदादेखि फर्किएन र हामी नागको पूजा दाइँमा हामी दुध कुण्ड चढाउँछौँ। नागको पूजा अझै पनि गरिरहेका छौँ र नागलाई चाहिँ दुध कुण्ड चोखो धुप लगाएर उसको पुकारा गर्छौँ र हाम्रो जुन चेली छ ऊ चेलीलाई चाहिँ हामी के भन्छौँ भने आफ्नो कुराले भन्छौँ। नागाहाङमा पोखरीहाङमा नागाहाङमा अरे आसेनको दक्षिङनुङ खराने आयुग वबी हमाबी दिमाबी यौ भनेर हामी बोलाउँछौँ र त्यसलाई चाहिँ हाम्रो छोरीलाई चाहिँ नागिनीलाई चाहिँ रक्सी चढाउने अहिलेसम्म चलन छ र हामी दाइ दाइमा गर्छौँ। बुवा यो चाहिँ नि हजुर नाग पोखरी चाहिँ हामी नागदह चाहिँ हामी अझै एकदम खोज्न गयौँ तर भेटिनौँ हेर्न पाइनौँ भनौँ न। कहाँनिर चाहिँ तपाईँले देख्नु भएको छ? यो नागदह भनेको देखिन्छ अन्तरभिरमा छ र यहाँबाट देखिने थियो। रुखपातले छलियो थोरै मात्रै देखिन्छ। त्यसलाई चाहिँ त्यही छेउछाउ गएर ढुङ्गाबाट पहाडबाट काहीँबाट हिउँदो दिनमा हेर्दाखेरिमा त्यो दाहको यति टुप्पो मात्रै देखिन्छ, यता देखिँदैन र त्यो अन्तरमा छ। त्यो कसै जानु पनि सक्दैन र कसैले हेर्नु पनि सक्दैन। काहीँबाट मात्रै देखिन्छ। तर टुप्प भनेको पारिपट्टिको थाप्लोमा त्यो हिजो आज जानु सकिँदैन। त्यहाँबाट अलिकति टुप्प देखिन्छ। रुख ढाल्नु पठायो भने यो माथि एउटा यस्तो दुईवटा भाटा लगाएको थिएन एउटा काठको, हो त्यो ढुङ्गा माथिबाट देखिन्छ। तर अहिले रुखले छल्दो रहेछ। अनि बुवा जस्तो अहिले चाहिँ अब तपाईँले त त्यसरी दाइँ पूजा यताउतामा चाहिँ धुप भाकल गर्नुहुन्छ, धुपबाती गर्नुहुन्छ। अरू मान्छेहरूले चाहिँ त्यसमा चाहिँ यसो पूजाआजा गऱ्यो भने त्यसको केही शक्ति मिल्छ भन्छन् यहाँको जान्ने बुझ्नेहरूले। त्यो चाहिँ हाम्रो चासो पनि उनीहरूले त्यति राखेन। तर हाम्रो पुर्खाहरूको भनाइ चाहिँ अब यसै चसुम चरावा दिन्छ, हाम्रो चरा चेली लगेको छ, नाग पूजा गर्नुपर्छ, नाग भनेको आफसे भगवान हो भनेर हाम्रो पुर्खाहरूले चाहिँ भनिराखेकोले हामी त्यो पूजा गरिरहन्छौँ। ल साह्रै राम्रो कुरा पो सुनाउनु हो त बुवा। हजुर तपाईँको नाम के भन्नुभयो भने फेरि? राजी बहादुर राई। ए साह्रै राम्रो कुरा सुनाउनु भयो। ल यसो र हाम्रो फालाकाई चाहिँ अनि त्यो हाम्रो चेलीलाई चाहिँ आफ्नो कुराले भन्छौँ। नागलाई चाहिँ ठाडो खसखुराइबाट नाग राजा नाग रानी भनेर नाग राजा भनेर उसलाई पुकार्छौँ। ए हस् बुवा यति ल नमस्कार। हस् हुन्छ। ल कस्तो गजब कुरा आयो।